हेलो साथीहरू के छ सन्चै हुनुहुन्छ। आज चाहिँ हाम्रोमा मोमो खाने प्लान थियो। मोमो पनि भेज मोमो, हामी चाहिँ अलिक भेज पऱ्यौँ। सो स्पेसली भेज भनेपछि बन्दा नै हुन्छ। अनि उहाँ चाहिँ बन्दा ठिक पार्नु मेरो श्रीमान, मैले त हेर्नुहोस् त भनेको पोज पनि दिइहाल्नु हो। अनि मोमो खाना चाहिँ साह्रै मिठो हुने कि, तर ठिक पार्न चाहिँ एकदम धेरै टाइम लाग्ने क्या। अनि उहाँ पनि मेरो दिदी जो बन्दा नै ठिक पार्दै हुनुहुन्छ। अनि हामीले वास्तवमा बन्दा मात्रै चाहिँ थिएन, अनि बन्दा र गाजर मिक्स गऱ्यौँ। यो यत्तिको रेडी भयो। अनि गर्दा गर्दै हामीलाई चाहिँ एकदम अब चिया खान मन लागेको, दिउँसोको टाइम चिया खाने बानी छ। अनि मैले चाहिँ सबको लागि चिया रेडी पारेँ। चिया खान चाहिँ हामी 5जना मात्रै थियौँ, 5जनाले चिया खायौँ। तर मोमो खान चाहिँ हामी 10जना थियौँ। अनि हाम्रो किमा यतिको रेडी भयो। अनि त्यसपछि पिठो मुस्नु पर्ने थियो। त्यो पिठो मुसेको चाहिँ मैले भिडियो बनाइरहेको छु। अनि पिठो मुसेर हामीले यसरी रेडी भयो। हाम्रो मोमो बनायौँ। अनि यसरी भाँडामा हाल्यौँ। हजुरहरू चाहिँ कसरी मोमो बनाउनुहुन्छ? हजुरहरूले चाहिँ त्यो मोमो पोको पार्नुहुन्छ नि, त्यो चाहिँ कसरी गर्नुहुन्छ? हाम्रो चाहिँ एकदम सिम्पल, स्विट एन्ड सिम्पल भन्ने तरिकाले हुन्छ। सो यत्तिको भएको थियो हाम्रो चाहिँ। हेर्नुहोस् न, यो हेर्दा यत्तिको छ, तर खाँदा यति यम्मी भएको थियो नि। माई गड, मोमो इज माई बेस्ट। अनि हामीले आज अचार चाहिँ 2टा बनाएको थियौँ। यो चाहिँ एउटा बदामको अचार थियो, अनि यो चाहिँ हाम्रो पुदिनाको अचार थियो। 2टा अचार थियो। So yummy guys, we love it.